सरकारी तहबाट सञ्चालित निगमहरू प्राधिकरणहरू हैन सबै निजीकरण गर्ने भन्ने खालको छैन। त्यहाँनिर अघि वक्तव्य सुन्दै थिएँ, त्यो हुन हामी दिँदैनौँ। सरकारको के हो त, सरकारको भोलि गएर हैन बाटोहरू पनि सरकारकै हो, के अरे तपाईँको बाटो पनि निजीकरण होला। अब यहाँ यस्तो यो खाल्दा खाल्दा बाटोमा हिँडिरहेको छु, यो बाटो पनि फेरि निजीकरण भइपठाउला होइन। निजीकरण भएपछि तपाईँको चाहिँ नि ठाउँ ठाउँमा ढाट लगाउँदै पैसा उठाइराखेको कम्पनी निजीले क्या। त्यसले गर्दाखेरि सरकारको होला केही कमजोरीहरू छ होला, त्यहाँनिर सुधार्नुपर्ने कुराहरू थुप्रै होला नि। तर सरकारी निकायहरू प्राधिकरण जस्तै विद्युत प्राधिकरणको कुरा होइन, तपाईँको नेपाल वायु सेवा निगमको कुरा, यिनीहरूलाई प्राइभेटाइजेसन गर्यो भने, निजीकरण गर्यो भने, निजीकरण गर्नु भनेको चाहिँ बेच्नु हो क्या होइन, व्यक्तिलाई बेची पठाउनु हो। त्यसो भएको कारणले गर्दाखेरि त्यसो गर्यो भने सरकारी सम्पत्ति सकिँदै जान्छ। भोलि गएर सिंहदरबार पनि निजीकरण गरिदिएला होइन, लिजमा चलाइदेऊ साथी हो भन्ने हिसाबले चाहिँ गयो भनेदेखि कहाँ हामीले चाहिँ नि होइन बैठक बस्ने। यो गलत छ र सरकारी सम्पत्तिलाई जोगाउनु पर्नेतिर लाग्नुपर्नेमा अब के अरे तपाईँको बसिरहेको के अरे तपाईँको गरिबको बस्ती चाहिँ उजाड्ने होइन, अनि सरकारी जग्गा के भन्दै खोज्ने। तर सरकारको तपाईँको निकायहरू होइन, निगमहरू प्राधिकरणहरू प्रतिष्ठानहरू चाहिँ निजीकरण गर्ने भनिसकेपछि यो चाहिँ सरासर देश बेच्ने लाइनमा तपाईँको चाहिँ के अरे सरकार गएको देखिन्छ। यो हामी हुन दिँदैनौँ, हामीले हुन दिनु हुँदैन यार। सबैजनालाई म यो भन्न चाहन्छु, यो डेन्जरस छ यो चिज। सरकारी कर्मचारीको तलब बढाउने होइन, 20-21% बढाउने भन्ने छ। तर त्यो त एक खालको ठिकै पनि होला, तर बेरोजगार युवाहरूको लागि चाहिँ केही कार्यक्रम छैन होइन। नयाँ यो रोजगारी कसरी सिर्जना गर्ने त भन्नेतर्फ सरकारले न्यूनतम तलबै दिएर भए पनि युवाहरूलाई त चाहियो होइन। यहाँनिर भात खानु नपाएर मान्छेले गलत कामहरू गरिराखेको होला कति ठाउँमा, त्यो खालको छ। के खाउँ के लाउँको अवस्था छ। अनि त्यसरी नयाँ रोजगारी सिर्जना गर्नेतर्फ सरकार मौन रहेको, तर रोजगार अलरेडी भइराखेकोलाई चाहिँ फेरि तलब वृद्धि गरेर तपाईँको चाहिँ नि कर्मचारीहरूलाई होइन, कर्मचारी प्रहरी लगायतलाई चाहिँ विश्वासमा लिएर जनतालाई चाहिँ चिड्याउने अनि कर्मचारी र तपाईँको प्रहरीलाई चाहिँ रिजाएर सरकार चलाउने भन्ने नीतिमा गएको छ। यसको हामी विरोध गर्छौँ। त्यस्तो खालको गलत हो त्यो चिज। कर्मचारीको तलब बढ्दाखेरि आपत्ति होइन मेरो, तर नयाँ रोजगारी सिर्जनाको बारेमा चाहिँ के छ त होइन। कति सय कति हजार कति लाख अब गफ त गर्थ्यो तपाईँको चाहिँ के अरे 12 लाख युवालाई 12 लाख नयाँ रोजगारी दिने भन्ने हिसाबको थियो, र त्यो रोजगारी दिने भन्ने कुरामा केही पनि बोलेको छैन।